हेलो नमस्कार वेलकम टु माई युट्युब च्यानल। आई होप हजुरहरू सबैजना सन्चै राम्रै हुनुहुन्छ होला। म पनि ठिकै छु। अनि हजुरहरूकोतिर के कस्तो छ मौसम? बर्खाको समय छ, पानी कतिको परिरहेछ। हाम्रोतिर चाहिँ पानी पर्दै एक दुई दिन घाम लाग्दै त्यस्तै छ। आज पनि पानी पर्न लागेछ साथीहरू। अनि म अहिले गुल्मीमा छु। अनि अलिकति स्वास्थ्यमा समस्या भएको कारणले गर्दा बेड रेस्टमै थिएँ म। अनि अहिले चाहिँ निको भइसक्यो। अनि अब म फेरि अब डुलघुमको क्रममा आइसकेको छु। हजुरहरूले माया गरिदिनु होला अनि भिडियोलाई अन्तिमसम्म हेरेर कमेन्ट लेखिदिनु होला है साथीहरू। अनि बिरामी भएपछि नि बिचबिचमा कति धेरै भिडियोहरू चाहिँ मैले खिचिरहेको थिएँ, तर अपलोड गरिनँ। सायद यो भिडियो चाहिँ मैले राख्छु किनकि आज म धेरै टाइमपछि हाम्रो खेतमा जाँदैछु। अनि हरियाली भयो होला खेत, अनि के कस्तो छ अनि म जान्छु भनेर सोचेको। अनि सँगै भिडियो पनि बनाउँछु अनि हजुरहरूलाई पनि सँगै लैजान्छु भनेर भिडियो खिचिरहेकी छु। कस्तो लाग्छ भिडियो हेर्नु होला। अनि म अब घरबाट निस्किन लागेको। मम्मी र मेरो बहिनी चाहिँ खेतमा गइसक्नु भएको छ। अहिले खेतको झार गोड्ने समय सुरु भइरहेछ नि त। धेरै झार आइरहेछ अरे अहिले धानमा। त्यही भएर त्यो धानको झार उखाल्नलाई मम्मीहरू अलि अघि गइसक्नु भयो। मलाई चाहिँ नआउन भन्नुभएको थियो। म अब लुकेर जान्छु अनि खेत पनि हेर्छु। एकछिन मलाई एक्सर्साइज पनि हुन्छ हिँडेर, त्यही सोचिरहेको थिएँ। त्यही भएर अब जान लागेको अनि भिडियो पनि बनाउन लागेको। अनि म बाटोमा हजुरसँग कुरा गर्दै गर्दै जान्छु, हेर्नु होला है त। निस्किसकेको म घरबाट। सजिलो बाटोमा मात्र भिडियो खिच्छु ल। यो हाम्रो कुटी हो घर नजिकै। अनि म यहाँ धेरै पटक साँझमा जहिले डुल्न फ्रेस हुन आउने ठाउँ मेरो, स्पेसल्ली घर नजिकै भएको कारणले। अनि अलिकति टाढा छ हाम्रो खेत, 10-15 मिनट त लाग्छ होला। मलाई त आज कति टाइम लाग्छ थाहै छैन। यहाँ कस्तो आँपहरू छ, आँपहरू टन्नै खाएँ मैले, चोरेर त होइन, खसेको भेटाएर। त पछाडि पनि पुरै हरियाली। अनि धेरैजनाहरूले खेत गोड्ने कार्यक्रम गर्नुभएको छ। आजको मौसम र हिजोको मौसम ठिकै थियो, खासै धेरै घाम लागेको थिएन, त्यही भएर होला। हाम्रो पनि मम्मीले हिजो र आज अलिअलि जानुभयो घुम्न। मैले अब यो उकालो बाटो क्रस गरेर जानुपर्ने हुन्छ। यो हाम्रो रहेको छ यहाँ हाम्रो स्कुलको माछा पोखरी हो यो, मालिका माविको। कृषि पनि पढाइ हुन्छ के अरे, त्यसै अन्तर्गतको के भन्छ माछा पालन पनि गर्नुभएको छ। अनि यो हाम्रो सिमलदरी ढाबाको खेत पानी पर्नलाई तम तयारी अवस्थामा छ। यो त्यहाँ मासतिरको बाटो लिएर जाने अनि उता झर्ने हो। कस्तो एउटैमा पनि दुईवटा कलरको पानी, यता छुट्टै यता छुट्टै। यो हाम्रो पुरानो हेलपोस्ट हो, अहिले त यस्तो जीर्ण अवस्थामा पुगिसक्यो। अहिले हाम्रो उता नयाँ बनिसकेर पनि सुचारू भइसक्यो। कति वर्ष भइसक्यो, 2-3 वर्ष होला सायद। ल साथीहरू हेर्नु है हाम्रो हरियाली कति रमाइलो छ। हुन त आजकल त बर्खा मास भएपछि जताततै हरियाली होला। साइलजनलाई धेरै मिस गरिरहेकी छु मैले। मलाई कति धेरै माया गरेर मलाई हातमा लिने हिँडाल्ने, अनि यस्तोमा पछिबाट बाटो बिग्रेको बाटो आयो शान्ति भन्ने, उकालोमा मलाई धकेल्ने पछिबाट, त्यस्तरी लैजान्थे। अब अहिले त तिनीहरू उता छन्, म यता छु। एकै पनि काम छैन के अरे मेरो। त्यसपछि के गरौँ हुन्छ। मम्मीहरू आफ्नो आफ्नो काममा जानुहुन्छ। अनि मैले यस्तो भिडियो केही बनायो भने त्यतैतिर ध्यान गएर मलाई आनन्द लाग्छ, टाइम पास हुन्छ, नभए फेरि झ्याउ हुन्छ के। त्यही खेतको हरियालीको बिचमा म उषा केसीको अवस्था डेन्जर थियो केही समय पहिले, अहिले चाहिँ यतिको भयो। अनि यस्तो देखेर चाहिँ मेरो दिदीहरू, बहिनी र मेरो बाबा, मेरो मम्मी एकदमै
खुसी। त्यही भएर बाबाले चाहिँ एकदम मेरो भिडियोको वेट गरेको भएर अब मेरो यहाँ बस्नेको समय अवधि भ्याइन लाग्यो। त्यही भएर पनि म परिवारको खुसीको लागि एउटा भिडियो बनाएर अपलोड गर्छु भनेर लागि पर्दैछु। आज माया गरिदिनु होला सबैजनाले है साथीहरू। पहाड ब्याकग्राउन्डको हरियाली झिलिमिली रमाइलो आयोला भनेर खिचेको त स्पेसै फुल भएछ। पहाड चढ्ने हुन लागिसक्यो भन्दै थिएँ, के बोले एक्लै। अनि यस्तो ल अब म उता डाँडापोरी गएर भेट्छु। डाँडापोरी बाटोमा त आउन सफल भएँ। त्यहाँ तलदेखि दुईटा बाटो छ हाम्रो, यताबाट र यताबाट जाने। हाम्रो नयाँ उता पछि बनेको हेडपोस्ट यो हो। म तल्लो बाटो खोला छ अनि बर्खाको पानीले भोलखोल गरेर बाटो अलि रफ बनाएको छ। उपल्लो जाने निर्णय गरेर जान लाएँ, तर मम्मीहरूसँग बाटो फेरो पर्न नि सक्छ। यहाँबाट अर्को बाटो हो, सानो बाटो छ। किराहरू कति कराएका हुन्। म भन्दा नि धेरै कराउनु रहेछन्। म पनि धेरै कराउँछु के अरे, धेरै बोल्छु के म। त्यही भएर किराहरू पनि म जस्तै रहेछन्, कराउँदो रहेछन्। अप्ठ्यारो बाटो त लगभग सक्यो। यो चाहिँ साँगुरो बाटो त हो, तर अप्ठ्यारो चाहिँ छैन। ल यता खोला कति सुस्साको आवाज आएको। अझै अलिकति रिक्स बाटो रहेछ कि चिप्लो। ल अब सिधै खेतमा गएर भेट्नुपर्छ ल साथीहरू। खेतमा त पुग्न लागि मम्मीहरू जो हुनुहुन्न। अब कसरी जाने होला एक्लै, म त जान नि सक्दैन होला। मम्मीहरू त जानुभयो कि हाम्रो देउराली, राम्रो देउराली। म त स्याड भएँ त साथीहरू। एकाएक आएर अहिले आएर यस्तो रिक्स लिएर आएको। अब मम्मीहरू चाहिँ नभएपछि के गर्नु मैले। खोलाबाट जान पनि सक्दिनँ होला। जे पर्छ अब खोलामा जान्छु। खोलामा को त बोले ह कहाँ, मम्मी त होइन होला। कहाँ मम्मीको जस्तो बोली त सुन्छु। ए हो हाम्रो खेत यति ठ्याक्काको। धान त राम्रै छ, यता पनि राम्रै छ। हाम्रो पहिला कटेर थियो नि। ए लौ त्यहीँ हुनुहुन्छ मम्मी। मम्मीले भेटाएँ मैले। फुसुर कुनामा गोड्नु नि आइछ अझै। पहिला हाम्रो थियो नि साथीहरू, यहाँ गोठमा भैँसी पनि थियो एकचोटि। त्यो चाहिँ हावालेर हुइले ढलाइदिएर ठ्याचक्कै बसालिदिएर त्यस्तो गरिदियो। त्यही भएर भैँसी नि छैन हाम्रो अहिले। उता छ, मम्मीले सानो पाल्नु भयो। ऊ हाम्रो एकजना घरको डन। यहाँ डन चाहिँ 1 नम्बर डन हुन्छ। मसित त झड्कै मिल्दैन। भेटाउनु भयो भने त मलाई त खुरुक्कै पार्नुहुन्छ। हेर्नु भयो अहिले नि मम्मी यहाँ हुनुहुँदो रहेछ कि यहाँ कुनामा हुनुहुँदो रहेछ, मैले नदेखेँ कि। अनि अब त खुसी भएँ, नभए त म डराउँथेँ। मम्मी पनि नै पानी आउन लागेको बेलामा एक्लै भएपछि। खेत कस्तो हरियाली राम्रो हो न।
ल अब म यत्रो राउन्ड मारेर जानुपर्छ। हो 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 हो। अब त म खुसी। मम्मीहरूलाई देखेपछि यहाँ सर्टकट बाटो जान लागेको थिएँ, मम्मीले लट्टेला भन्नुभयो के अरे, त्यही भएर डराउनु पर्यो। यताबाट जान्छु अब उता घुमेर सरर। अहिले एकछिनको लागि म घुम्ने भनेको यस्तै खेतका आली अनि घरमा यसो बाटातिर हो। शीतललाई बस्नुताल थाहा नि त। अनि तिनीहरूले मलाई कहिले घुमाउन लैजाने, कहिले घुमाउन लैजाऊ छिटो मलाई। ऊ माथि त कसले हेर्नुभयो, मलाई भिडियो खिचेको देखेर होला नि। उहाँहरूलाई देखाइदिन मिल्दैन, न त देखाइदिनु, त्यहाँ पारी हुनुहुन्छ। ल म खेतमा गएपछि भेट्छु ल। खोला ठुलो आउँदो रहेछ। त्यत्का छ, यहाँसम्म आउने भनेपछि त ठुलै हो नि। यस्तो रिक्सफुल ट्रिट रहेछ, नदेखिने भित्रभित्र चिफ्लो। हामीले यहाँ खाजा खाएको थियौँ, पहिलाको भिडियो नहेर्नु भएको साथीभाइहरूले पनि हेर्न सक्नुहुन्छ। यता हाम्रो कटेरो लोटे छ। छुट्टै खालको आनन्द यस्तो यस्तो ठाउँमा आएपछि त, छुट्टै खालको। आँखा कति ठुलो रहेछ, खोलो पनि सफा न सफा। खोला पनि भयो। कुन बाटो जाने रहेछ अहिले हामी? यस्तोमा के छ कि मम्मीको गालीमा पर्छु कि ऐने रिसाउनु भयो, आएको देखेर होला नि। हेर्नु त, हाम्रो यो लोटेर कति आनन्दको थियो। यसमा हामीले तल आगो बालेर खाजा खान्थ्यौँ। दयनीय बस। यसलाई उठाउनु कसरी? हाँगा तलको खाँगा मात्र भाँचिएका रहेछन् होला सायद। त्यो हाम्रो बेसार। अर्की महारानी कहाँ गइन्? कुनै महारानीले अहिले मलाई लुस्न बेर छैन। यही हो साथीहरू, राम्रो छ, रमाइलो छ, आनन्द छ। यता किन्नुको घाँसहरू पनि छ, खेत छ। अर्की त कहाँ गइछिन्? तिनलाई फोकस गर्न हुँदैन, तिनले एट्याक गर्न सक्छिन्। मम्मीले त्यहाँ गोड्दै हुनुहुन्छ। मम्मीलाई त भोक नि लाग्यो होला। खेतमा आएँ म फाइनली। साथीहरू, म खेतमा पनि पुगेर पनि म यहाँ फर्किसकेँ यहाँनिर। अनि मेरो भिडियो के कस्तो भयो आई डोन्ट नो है। हजुरहरूले माया गरिदिनु होला, अन्तिमसम्म हेरिदिनु होला के कस्तो भयो। मैले धेरै टाइमपछि एउटा सर्टकट भिडियो, सानो कति भयो के भयो केही थाहा छैन, भिडियो खिचेको छु। म यो भिडियो अपलोड गर्छु, हेरिदिनु होला। जसले पनि हेर्नुभयो उहाँहरू सबैजनालाई धन्यवाद भन्दै म भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। बाई बाई।